हेलो साथीहरू, वेलकम टु माई युट्युब च्यानल। खासै गेम त खेल्न आउँदैन है साथीहरू, अलिअलि त्यही पनि हजुरको सामु खेलेर अलिअलि भिडियो बनाएर हाल्ने गर्छु। अलिअलि पनि मन पर्यो भने यसो लाइक, कमेन्ट, सब्सक्राइबहरू गरिदिनु होला। चाहिँ एउटा साथी पुरै झाडीमा लुकेर बसेरहेछ। गेम राम्रो नलागे पनि साथीहरू लास्टसम्म चाहिँ हेरिदिनु होला। लास्टको फाइट चाहिँ हेरिदिनु होला साथीहरू। 4x को कमाल अगाडि चाहिँ पुरै ढुकेर बसिरहेछ साथीहरू, पुरै स्क्वाडै बसिरहेको रहेछ। एउटालाई त खतम गरे, अर्को साथी पनि पुरै निक्लेर हान्न लाग्थ्यो। पनि हेरिरहेर त्यसलाई पनि साथीको पनि टाउकोमा बजाइदिए, नक त बनाए। अर्को स्क्वाडले पनि देख्दो रहेछ मलाई, उताबाट पनि हानिरहेको थियो। साथी नक भएको रहेछ, साथीलाई रिभाइभ गरे। त्यसपछि अगाडि बढिरहेको थिएँ, पुरै जोनमा दौडिरहेको रहेछ साथीहरू पनि पुरै जोनमा जाँदै थियो। हामी पनि जोनमा जाँदै थियो, साथीहरू पुरै हिँडिरहेको रहेछ। एउटालाई त नक पारे, अर्को साथी पनि कुदिरहेछ जोन बाहिरबाट। सब जोन बाहिर बसिरहेको। यहाँबाट चाहिँ हो है साथीहरू, लास्ट जोनको फाइट चाहिँ अब खत्रै हुन लाग्छ। अब मेरो साथीहरू चाहिँ उता बसिरहेको रहेछ, म एक्लै यतातिर चाहिँ हेरिरहेको थिएँ जोन बाहिरबाट कोही आउँछ कि भनेर। एउटा साथी त जोन बाहिरै मर्यो। उता हाम्रो साथीहरूलाई सबैलाई सिद्धाइसकेछ यता हेर्दा हेर्दै। अनि त्यसपछि म यहाँ बसिरहेको थिएँ, आउँछ कि कोही आउँछ कि भनेर। साथीहरू एउटा चाहिँ निक्ल्यो, एउटालाई चाहिँ नक पारे र फिनिसै हान्थे साथीलाई एउटालाई। त्यसपछि अर्को साथी पनि उफ्रिँदै जम हान्दै आउँदै रहेछ, त्यसलाई पनि फिनिस पारे। त्यसपछि यताबाट एउटा साथी आउँदै रहेछ, यताबाट मेरो अगाडि पनि एउटा साथी बसिरहेको थियो। यताबाट पनि हानिरहेको थियो, हेरिरहेको थिएँ। उताबाट बल्ल निक्ल्यो एउटा साथी, यसलाई हाने, नक पारे। ठिक्क मेरो गोली नै सिद्धियो, सबै एमो नै सिद्धियो। त्यसपछि के गर्ने, अब अगाडि युजी रहेछ, युजी लिएर म जस्ट पछाडि आएँ। अनि साथीले मोली बम सब हान्न लाग्यो मलाई, तर साथीको एउटा पनि लागेन मोली बम। अनि मैले पनि हान्न सुरु गरेँ, मेरो पनि जान त गयो, तर साथी कता लुकेको रहेछ थाहै भएन। अनि मोली बम सबै हाने, साथीले पनि हान्दै थियो, तर एउटा पनि लागेन, मलाई पनि लागेन, उसलाई पनि लागेन। अनि जस्ट हेरिरहेको थिएँ, जोन पनि सानो भइरहेको थियो। त्यसपछि मैले मोलीमा फाले, अझै एउटा फाले। मसँग अझै 2टा मोली थियो, अहिले नजिक आएपछि हानौला भनेर राखेको थिएँ। जस्ट हेरिरहेको थिएँ, अगाडि पुरै स्मोक गरेर साथी घिस्रिँदै आउँदैछ जस्तो थियो। अझै एउटा मोली फ्याँकिदिएँ, अनि मोली फ्याँकेर अनि त्यसपछि जल्यो कि भनेको जलेन, अझै एउटा फाले। त्यसपछि सिद्धियो मसँग, अब स्मोक थियो मसँग 3टा। त्यसपछि स्मोक लगाइदिएँ, वरिपरि बेरा लगाइदिएँ। त्यसपछि बेरा लगाइदिएपछि अब मलाई पनि अगाडि हल्का अगाडि जानुपर्ने भयो। अनि म अगाडि बढेँ, शटगन हातमा लिएँ, अनि आफू पनि घिस्रिँदै गएँ। जाँदै थियो, स्मोकले केही देखेको थिएन अगाडि। अनि त्यसपछि अनि स्मोकले बिस्तारै हेर्दै हिँडेँ, अगाडि हेर्दै थिएँ, र साथीलाई देखेन कतापट्टि थियो। अनि उठेर अब त जानै पर्यो भनेको, अगाडि जस्ट रुखमा देखेँ मैले। अनि त्यसपछि म हल्का रुखको कभर लिएँ, त्यसपछि अगाडि बढेँ 1v1 लिन। त्यसपछि शटगनले बजाइदिएँ साथीलाई।
क्याम्पेले मन पर्यो भने लाइक कमेन्ट सब्स्क्राइब गरिदिनु होला साथीहरू। हस्त धन्यवाद।